नमस्कार, म अहिले इँदी खोला झोलुङ्गे पुलमा छु। यो पुलका सम्पूर्ण स्टिल डेक, स्टिल बीम, सस्पेन्डरहरू हाम्रो अन्नपूर्ण सोलर एन्ड मेटल इन्जिनियरिङमा 2058 सालतिर बनाइएको थियो। यस्तै पुलहरू हामीले गोर्खा जिल्लामा पनि 5 वटा पठाएका छौँ र त्यस्तै धादिङ जिल्लाको तिप्लिङमा ट्रस ब्रिज पठाइएको छ भने म्याग्दी जिल्लाको तातोपानी हाइड्रो प्रोजेक्टमा ओभरह्याङ्गिङ ब्रिज पठाइएको छ। र यसरी पुलको कुरा गर्दा विजय पुलको पुरानो पुल पनि हामीले चाहिँ मोटरेबल पुल 2-3 चोटिसम्म मर्मत गरेका छौँ र पुल सम्बन्धी थुप्रै कामहरू चाहिँ हामीले गरिसकेका छौँ। अहिले हामी जुन यो ठाउँमा छौँ, यहाँ यो कञ्चन पानी जुन खोलामा बगिरहेको छ, यो पानी पोखराले खाने पानी हो र चाहिँ मर्दी अलिकति तल पुगेपछि यो इँदी खोला मर्दी खोलामा मिसिन्छ र त्यसको नाम मर्दी खोला हुन्छ र यही पानी नै पोखरामा खाने पानी हो। यहाँको वातावरण अत्यन्तै रमणीय छ। डाँडाकाँडाहरू हरिया, चारैतर्फ सबैतिर चाहिँ हरियाली, एकदम मनोरम दृश्य छ। नमस्कार।